पार्ट चाहिँ यो है। अहिले मैले रेकर्ड गर्नु बिर्सेछु। अब यही क्वेसनमा चाहिँ 564 को क्वेसन हो नि त, यो 564 को क्वेसन हो। अब यही क्वेसनको लास्टमा चाहिँ एडभान्स अफ एकाउन्ट अफिसर मिस्टर मिलन खतिवडा फर पर्चेज फर्निचर वेयर क्लियर अन द बेसिस अफ बिल्स सबमिटेड बाई हिम इक्वल टु एडभान्स भने। अब इक्वल्स टु एडभान्स भनेको हामीले कति दिएको थियौँ, यहाँ माथि यहाँ यसको यहाँ है 30,000 रुपियाँ हामीले एडभान्स दिएको थियौँ। 30,000 रुपियाँकै सामान देखायो अरे, 30,000 रुपियाँ एडभान्स दिएको, 30,000कै बिल देखायो अरे भनेको चाहिँ यता इन द एट द केस अफ क्लियरेन्स अफ एडभान्स भयो होइन। भनेको 30,000को सामान दिएको थियो, एडभान्स दिएको थियो 30,000कै एडभान्स चाहिँ यसले पैसा चाहिँ खर्च भएको हामीलाई देखायो भनेको चाहिँ यसको के हुने भयो भन्दाखेरि यता क्लियरेन्स अफ एडभान्स हुने भयो। क्लियरेन्स अफ एडभान्सको केसमा चाहिँ के भयो, डिआरबिई फर्निचर, किनकि फर्निचर आइसक्यो। सिआर पोस्ट नेम अफिस भनेको पोस्ट भनेको चाहिँ एकाउन्टेन्ट, अनि त्यहाँबाट नेम भनेको चाहिँ मिलन खतिवडा भइहाल्यो। क्लियरेन्स अफ एडभान्स किनकि यो क्लियरेन्स अफ एडभान्स हो नि त, त्यहाँ क्वेसनले भनेको क्लियरेन्स अफ एडभान्स हुन्छ है भनेर यहाँ 30,000 लेख्ने, 30,000। अब यसको चाहिँ कस्तो भयो ल हेर, डिआरबिई फर्निचर भनेको बजेट एक्सपेन्डिचरमा सिधै फर्निचरमा 30,000 लेखिदिने, सिधै फर्निचरमा 30,000 लेखिदिने, 3 4 फर्निचरमा 30,000 लेखिदिने। तर अहिले हामीले यहाँ माथि कति लेखेको थियौँ, 30,000 हामीले यहाँ एट द केस अफ गिभन एडभान्स भन्थ्यौँ। एडभान्स गिभनको बेलामा चाहिँ हामीले कति ठाउँमा लेखेको थियौँ, 3 ठाउँमा लेखेको थियौँ। अब यहाँ हामीले 2 ठाउँमा क्वेसनले भनेको त, तर यहाँ बजेट एक्सपेन्डिचरमा नि लेखियो नि त पैसा है, त्यो 30,000 रुपियाँ लेखिएको थियो। अब यहाँ 30,000 रुपियाँको हाम्रो खर्च भयो। अब चाहिँ हाम्रो यहाँ क्वेसनले भन्यो, अहिले त क्वेसनले भनेकै थिएन हामीले 3 ठाउँमा हाल्न पर्ने भएर त्यहाँ 2 ठाउँमा यहाँ अनि 1 ठाउँमा यहाँ हाल्न पर्ने थियो, त्यही भएर यहाँ पैसा हाल्यौँ 30,000। त्यो पैसालाई अहिले म बुझाउँछु भन्थेँ नि, यतापट्टि यो 30,000 यहाँको यहीँ छ, त्यहाँ माथिको माथि नै है। अनि त्यहाँबाट यहीँ अनि त्यहाँबाट यी हेऱ्यो पैसा हो कि यही त हो, यही इन्ट्री त हो। यही अघि नैको यही इन्ट्री थियो यहाँ हेर है, अघि नैको यही इन्ट्री थियो। अहिलेको भिडियो राम्रोसँग हेर, त्यो अनि भोर्दै गर है, के अरे भाउचरमा भोर्दै गर सजिलो हुन्छ। अनि त्यहाँबाट यहाँ 30,000 रुपियाँ हामीले एक डिसिआर डिटिसिओ टिआसी भन्थ्यो, त्यसमा 30,000 एममा लेखियो। क्लियरेन्स अफ एडभान्स भन्थ्यो 30,000 एममा लेखियो। तर एममा चाहिँ भोर भनेको थिएन, एममा यसको चाहिँ केही दिएको थिएन, हामीले एमाउन्टमा चाहिँ भोरिएको थियो नि त 30,000 रुपियाँ हो। अब त्यो चाहिँ कसरी यतापट्टि कस्तो भन्दाखेरि यहाँ बल्ल देखाउँदै डिआरबी फर्निचर भनेको, डिआरबिई फर्निचर भनेको डेबिटमा फर्निचरको 30,000 रुपियाँ लेखियो। अब तर अहिले हामीले एडभान्स दिइसकेको थियौँ नि त, बजेट एक्सपेन्डिचर भनेको त्यो भनेको डिआरबिई बजेट एक्सपेन्डिचर। अब फर्निचर आसित हामीले बजेट एक्सपेन्डिचर गर्न पऱ्यो नि त बजेट एक्सपेन्डिचर 30,000 हामीले गरियो, तर हाम्रो एडभान्स गइसक्यो नि त, एडभान्स तिरेको हो नि त, त्यही भएर एडभान्स घट्यो। एडभान्स कति दिएको त्यति घट्यो, एडभान्स 30,000 दिएको भनेको 30,000 घट्यो भनेको यहाँ जिरो भयो। अब अनि त्यहाँबाट यहाँ सिआर क्लियरेन्स अफ एडभान्समा भनेकै एडभान्स अफ करेन्ट इयरको क्लियरेन्सको साइडमा चाहिँ 30,000 रुपियाँ, 30,000 रुपियाँ यहाँ भोटिदिने एममा चाहिँ है। अनि त्यहाँबाट अब जस्तै इनकेस अब यहाँ कस्तो क्वेसनले कस्तो भनिदिएको भए, अब जस्तै मिस्टर मिलनले चाहिँ हामीलाई 25,000को फर्निचर ल्यायो, 5,000 रुपियाँ चाहिँ के भयो भन्दाखेरि रिटर्न आयो अरे के। हामीले 30,000 एडभान्स दिएको, फर्निचर 25,000को आयो, 5,000 चाहिँ रिटर्न ब्याङ्कमा आयो, हामीलाई आयो भनेर है। त्यसको के हुन्थ्यो भन्दा त्यसको इन्ट्री के हुन्थ्यो भन्दाखेरि डिआरबी फर्निचर हुने भयो, अनि डिआर चाहिँ डिटिसिओ टिआसी किनकि हामी रिसिभर भयौँ, सिआर पोस्ट नेम अनि क्लियरेन्स अफ एडभान्स भन्ने भयो 30,000। पोस्ट नेम क्लियरेन्स अफ एडभान्समा 30,000 अनि डिटिसिओमा डेबिटमा चाहिँ 5,000 अनि त्यसको डेबिट फर्निचरमा चाहिँ 25,000 किनकि 25,000को फर्निचर आयो, 5,000 चाहिँ हामीले फिर्ता पायौँ। हामीले यसलाई दिएको एडभान्स चाहिँ 30,000 हो, क्लियरेन्स भयो भनेको यसले। यस्तो केस भएको भए कस्तो हुन्थ्यो भन्दाखेरि हेर है, यहाँ डिआरबी डिटिसिओ टिआसी डिआरबी हामीले 5,000 रुपियाँ फिर्ता पाएको भनेको यसलाई डेबिटमा भरिदिने 5,000 रुपियाँ, 5,000 रुपियाँ डेबिटमा भरिदियो किनकि यो डेबिटको पार्ट भइयो होइन। अनि सिआर क्लियरेन्स अफ एडभान्समा कति हो 30,000, क्लियरेन्स अफ एडभान्सको पाटोमा 30,000 भरिदिने। यो क्वेसन बनाएकै मैले छुट्टै। अनि त्यहाँबाट डिआरबिई फर्निचरमा चाहिँ 25,000को फर्निचर आयो भनेको यहाँ हाम्रो 25,000को फर्निचर गयो। अनि त्यहाँबाट हामीले एडभान्स दिएको 30,000 माइनस 30,000
किनकि हामीले एडभान्स 30,000 दिएको, यसमा -5,000 भयो नि त, यतिमा -5,000 छ, यो -5,000 आयो, यो बिग्रियो भन्ने होइन कि, किनकि -5,000 भनेको यहाँबाट घट्दै आउने, टोटल यहाँबाट गरियो नि त, त्यही भएर यहाँबाट जोड्दै आउँदै यो 15 - 5 भनेको कति भयो, 10 भयो, यहाँ टोटलमा 10 हुन्छ भन्ने जस्तो बुझ्नु पऱ्यो कि, यसमा माइनस आयो भनेर आत्तिने होइन, यति नै हो। अनि त्यहाँबाट अब इम्प्लोइ रिमेन्डेसन भनेको, इम्प्लोइ रिमेन्डेसनको चाहिँ म यहीँबाट बुझाइदिन्छु। इम्प्लोइ रिमेन्डेसन भनेको चाहिँ डिआरबिई क्वेसन अगाडि हेर्ने है, यहाँ हेरियो क्वेसन र यो डिआरबिई इम्प्लोइ रिमेन्डेसन भनेको, इम्प्लोइ रिमेन्डेसन कति छ, 2 लाख छ। अब यसमा एसएसटी भयो, पिएफ लोन भयो, अनि डिटिसिओ टिएसए भयो, अनि अब यो डिटिसिओ टिएसए भन्ने बित्तिकै आउने बित्तिकै यो ब्याङ्कको भन्ने बुझ्नु पऱ्यो, यसको आउने बित्तिकै ब्याङ्क ब्यालेन्समा पैसा चढाइदिइहाल्ने, कति हो 168 है, 168 चाहिँ इएरएममा चढाइदिइहाल्ने, ल यो ब्याङ्क ब्यालेन्समा 168 चढाइदिइहाल्ने है। अनि त्यहाँबाट अब यसको चाहिँ अहिले म भन्छु 168 चढाइदिइहाल्ने, तर यहाँ चाहिँ तिमीहरूको बुकमा चाहिँ यहाँ 2 लाख देख नि, यो 2 लाख चाहिँ यहाँ तल हुनुपर्ने, प्रिन्ट मिस्टेक भएर माथि गयो है। किन भन्न त नि, यो कसरी थाहा पायो भन्दाखेरि, मैले कसरी थाहा पाएँ भन्दाखेरि यो ब्यालेन्स हुँदै जाने हो नि त, यहाँ -15,000 क्रेडिटमा, यहाँ 15,000 डेबिटमा भयो, यहाँ 0 भयो, 30 क्रेडिटमा 30 डेबिटमा 0 भयो, 10 क्रेडिटमा 10 डेबिटमा 0 भयो। अब यहाँ 168 चाहिँ तिम्रो क्रेडिटमा, अनि यहाँ तलपट्टि 32,000 नि क्रेडिटमा, 168 क्रेडिटमा भएपछि यो क्रेडिटको एमाउन्ट 168 यहाँ 168 हुनु पर्थ्यो कि, यसमा 168 लेख्नु पर्थ्यो, अनि 32 यहाँ तल भयो, 32 यहाँ 168 र 32 जोडियो, 1 2 भयो, बल्ल 2 एरियामा हुनु पर्थ्यो, 2 एरिया हुनु पर्थ्यो कि। अनि त्यहाँबाट अर्को चाहिँ यसैमा डिआरबिई इम्प्लोइ रिमेन्डेसन भनेको, बिई भन्ने चाहिँ अब बजेट एक्सपेन्डिचरको हेडमा चाहिँ गइहाल्नु पऱ्यो, बजेट एक्सपेन्डिचरको हेडमा 2 लाख लेखिदिने, हेरि यहाँ लेखिसक्यो है, बजेट एक्सपेन्डिचरको हेडमा 2 लाख लेखिदिने। अब यो सिआर एसएसटी पिएफ अनि पिएफ लोन भने नि, यो चाहिँ अब हामीले चाहिँ यो चाहिँ अहिले मैले भन्छु नि मिसिलिनियस ट्रान्जेक्सनमा लेख्ने कि, मिसिलिनियस ट्रान्जेक्सन हो त्यो भनेको, मिसिलिनियसमा लेख्दाखेरि कस्तो हुने भयो, अब यसमा हामीले यहाँ 2 लाख 2,000 10,000 20,000 गर्न नि पाइन्छ, सिधै जोडेर लेख्न नि पाइन्छ, यहाँ सिधै जोडेर लेख्यो 32,000 सिधै जोडेर लेख्यो है। अब हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि, बजेट रिलिज भन्यो भने चाहिँ त्यो मिसिलिनियसमा जाने भयो, अनि त्यहाँबाट एसएसटी पिएफ भन्यो भने चाहिँ त्यो मिसिलिनियसमा जाने भयो, मिसिलिनियसमा चाहिँ त्यति दुईवटा जाने भयो भन्ने बुझ्नु पऱ्यो होइन। अनि अरू चाहिँ अब यहाँ डिआरबिई भनेको नि, बी भनेको चाहिँ सिधै बजेट हेडमा जाने भयो। अब डिटिसिओ टिएसए भनेको चाहिँ ब्याङ्क ब्यालेन्समा जाने भयो। अनि हाम्रो अहिलेसम्म याद गरे अनुसार तिमीले याद गरे अनुसार चाहिँ यो क्यास ब्यालेन्स चाहिँ हाम्रो खाली छ नि त, किनकि हाम्रो क्यासबाट ट्रान्जेक्सनै हुन्न, यो खाली हुन्छ। अनि त्यहाँबाट यहाँ एडभान्स फर अब लास्ट इयर भनेको पनि खाली हुन्छ भन्ने बुझ्नु पऱ्यो, हाम्रो भरिन्न क्या खासै। अनि अनि त्यहाँबाट क्लियर एट द टाइम अफ गिभन एडभान्समा चाहिँ हाम्रो चाहिँ 3 ठाउँमा लेखिन्छ, दुईवटा जर्नल भाउचर 2टा हुन्छ, तर 3 ठाउँमा लेखिन्छ। जस्तै मैले अहिले के भन्न खोजेँ भन्दाखेरि, ल हेर है, यसको नि 3 ठाउँमा रेकर्ड भयो नि त, एक ठाउँमा यहाँ भयो, एक ठाउँमा यहाँ भयो, एक ठाउँमा चाहिँ यहाँ भयो, एक ठाउँमा यहाँ भयो, यसको 3 ठाउँमा यो सेलरीको 3 ठाउँमा रेकर्ड भयो, एक ठाउँमा यहाँ भयो, एक ठाउँमा यहाँ भयो, एक ठाउँमा मिसिलिनियसमा भयो है। अब यो 3 ठाउँमा भयो, तर यसको चाहिँ क्वेसनले 3 ठाउँमा देखायो कि, जस्तै यहाँ हेर डिआरबिई इम्प्लोइ रिमेन्डेसन भनेको चाहिँ यो डिआर बजेट एक्सपेन्डिचरमा रिलिज भयो एउटा, त्यसमा रेकर्ड भयो। अनि अर्को सिआरडिटिसिओ टिएसए भन्ने बित्तिकै ब्याङ्कमा रेकर्ड भयो। अनि यो चाहिँ इम्प्लोइ अनि मिसिलिनियस ट्रान्जेक्सन भन्ने बित्तिकै मिसिलिनियसमा गयो भनेको यो 3टैको देख। अब जस्तै हाम्रो यहाँ एडभान्स भनेको नि एडभान्स भनेको नि एडभान्स भनेको नि यो त 2 ठाउँमा मात्रै देख नि त, डिआर एडभान्स एट द टाइम अफ गिभन एडभान्स भनेको चाहिँ एममा रेकर्ड हुने भयो, एडभान्स गिभनको केसमा एरएममा। अनि अर्को चाहिँ हामीले अब नबुझ्ने अब बुझिन्न नि त। अनि अर्को चाहिँ सिआरडिटिसिओ टिएसए भन्ने हो, सिआरडिटिसिओ टिएसए भनेको 2टा ट्रान्जेक्सन देखायो। अब यहाँ एउटा ब्याङ्कमा भोट दियो, एउटा चाहिँ एडभान्स फर करेन्ट इयरमा भोट दियो भने, अब त यहाँ 2टामा मात्रै भरेर भन, यसलाई 3टामा भर्नु पऱ्यो। बजेट एक्सपेन्डिचरमा नि भरिन्छ, बजेट एक्सपेन्डिचरमा भरेको पैसा तल आएर घट्छ, तल आएर क्लियरेन्स अफ एडभान्समा त्यो बजेट एक्सपेन्डिचरमा जति हामीले दिएको नि त्यति नै पैसा तल आएर घट्छ भन्ने बुझ्नु पऱ्यो है।